नमस्कार साथीहरू र आज चाहिँ म साइकल ब्लग गर्न गइरहेको छु र म चाहिँ आफ्टर ड्युटी घर जाँदाखेरि चाहिँ किनभने आजको वेदर दुबईमा एकदमै राम्रो छ त्यही भएर म बिहान पनि साइकलमा आएको थिएँ र पनि साइकलमा आएको छु लगभग 6-7 किलोमिटर साइक्लिङ गर्नुपर्छ र आउनुहोस् हेरौँ कस्तो हुन्छ आजको ब्लग सम्पूर्णले कम्प्लिट हेर्नु होला मजा आउनेवाला छ दुबईको वेदर र साइक्लिङ ब्लग थ्याङ्क यू र साथीहरू अब चाहिँ म चाहिँ लागेँ र अब चाहिँ म चाहिँ लागेको छु यहाँनिर साइकलको हल्का मेरो साउन्ड धेरै आइरहेको छ किनभने यो साइकल सर्भिसिङमा दिनुपर्ने छ मैले धेरै भएको थियो नकुदाएको अहिले एक्कासी धेरै दिन पछाडि कुदाउँदाखेरि हल्का साइकलमा साउन्ड आइरहेको छ आई होप साउन्ड क्लियर आइरहेको छ माइकबाट माइकले गर्दाखेरि सायद त्यस्तो धेरै साउन्ड नआउला किनभने माइकमा त्यस्तो धेरै साउन्ड चाहिँ नोइज डिटेक्टर हुन्छ त्यही भएर र अहिले म चाहिँ शारजाको यो कर्नेस एरियातिर छु म आज पल्लो बाटो जानुपर्ने चाहिँ भएर पल्लो बाटो अलिक समुद्रको छेउछाउ छ क्या त्यहाँको चाहिँ भ्यू राम्रो आउँथ्यो होला अलिक यतापट्टिको बाटो आएँ म इट्स ओके आजको ब्लग राम्रो आएछ भने यो एडिट गरेपछि भोलि त्यो बाटो जाने साइकलमा आएर किनभने दुबईको वेदर अहिले एकदम राम्रो छ दुबईमा बसेर पनि युरोपको भाइब्स आइरहेको छ त हिजो आजको वेदरले त के हो यस्तो मैले नेपालमा +2 पढ्दासम्म साइकल कुदाएको हो होइन +2 पढिसकेपछि +2 पछि ब्याचलर पढ्दाखेरि बाइक कुदाउनु थाल्यो अनि आई थिङ्क कहिले +2 हामीले 2012मा 2012मा दिएको अहिले 2026 भयो भनेपछि लगभग 12-13 वर्ष पछाडि साइकल कुदाएको होइन यो 2-4 दिन भयो मैले साइकल कुदाउनु थालेको आम्मा यस्तो गलिदो रहेछ यो खुट्टा दुखेर ज्यान दुखेर स्पेसली यो तिग्राको साइडहरू दुखेर तिग्राको पार्टहरू दुखेर भित्रबाट हड्डी दुख्ने क्या फेरि त्यो छाला पनि मासु पनि होइन क्या त्यो धेरै दिन पछाडि कुदाएर होला त्यस्तो हुँदो रहेछ यहाँनिर एकछिन अरू गाडीलाई जान दिउँ हामी यसै गाडीहरू जाओस् ल ठिक छ गयो अब यहाँ चाहिँ अलिकति आफ्नो साइडमा हिँड्न पाइँदैन किनभने माथि तपाईँहरूले देखिराख्नु भएको छ कति ट्राफिक छ रुखबाट उता माथि यहाँ माथि ब्रिज छ त्यहाँनिर र म चाहिँ यहाँबाट सर्टकट हान्ने हो यो चाहिँ सर्टकट हो अपोजिट साइड पर्छ तर पनि खासै केही छैन मान्छेहरू यहाँनिर हेरेर आइरहेको हुन्छन् यो छ है कुदुङ गाडी आएको छैन गइहाल्नुपर्छ र अब चाहिँ म हल्का साइकल माथि चढाउँछु किनभने यो ब्रिज तल चाहिँ नजाउँ अरूको वेमा होइन किनभने गाडी यस्तो छेउबाट आइदिन्छ कि त्यही भएर यहाँ चाहिँ हल्का माथिबाट चढ्नुपर्छ यो चाहिँ ब्रिजभित्र छु म त्यही भएर साउन्ड डेन्जर आइरहेको होला माइकमा ढा गरेको अहिले चाहिँ निस्केँ फेरि र यो चाहिँ हो हाम्रो कर्नेसको साइड एकदमै राम्रो ठाउँ छ होइन यहाँनिर धेरैले हेर्दै हुनुहुन्छ भने राम्रो सही ठाउँ छ बनाएको यहाँनिर चाहिँ मान्छेहरूले फिसिङ गर्न पनि आउँछन् क्या यो साइडतिर के होइन यहाँनिर देखिरहेको छ नि यो समुद्रको कर्नेस अनि त्यही भएर हाई ब्रो हाउ आर यु अनि त्यही भएर अब यहाँ चाहिँ मैले साइकल बोक्नुपर्छ पुरै स्टेप यहाँ कति छ तपाईँले हेर्न सक्नुहुन्छ है यत्रो स्टेप छ होइन यसलाई बोकेर यसरी लानुपर्छ कैसे भाई साहब मैं भी ठीक है यार बारिश होगा आज भी हाँ कल होगा शायद आज तो हवा चल रहा है एउटा हाम्रो पाकिस्तानी भाइ भेट भयो ऊ पनि साइकलमा रहेछ भैया साइकलमा र यो चाहिँ अब म चाहिँ यो चाहिँ मेन रोड हो र मेन रोडमा छु र यहाँनिर चाहिँ हामी ब्रिजको माथिबाट जान्छौँ किनभने यतापट्टि चाहिँ हल्का सेफ छ गाडी आउँदैन यो चाहिँ गाडी चढ्न सक्दैन यहाँ माथि
त्यही भएर हामी यो बाटो जाँदैछौँ। आई होप मेरो भोइस आइरहेको छ, किनभने यत्रो रेकर्डिङ गरौँ भरे लास्टमा भोइस आइदिएन भने। एकचोटि त्यस्तै भएको थियो क्या, म पहिला काठमाडौँ जाँदाखेरि यसरी नै गोप्रो जोडेर गएँ होइन। अनि गोप्रो जोडेर गएर अनि पर त्यो के भन्दै त खाना खाने ठाउँतिर पुगेँ होइन। अनि गोप्रो त्यतिकै मैले अन अफ गर्दै बिचमा भिडियो बनाउँदै गइरहेको थिएँ माइक जोडेर। भरे लास्टमा चाहिँ त्यो भिडियो नि नआइदिरहेको क्या, मतलब भोइस चाहिँ नआइदिरहेको क्या। अन्त जस्तो माइक जोड्दाखेरि चाहिँ क्यामेरामा के हुँदो रहेछ भने त्यो माइक कनेक्ट भएन भने त माइकको साउन्ड पनि आउँदैन, क्यामेराको साउन्ड पनि आउँदैन, पुरै ब्ल्याङ्क आउँछ क्या। त्यस्तो भएको थियो मेरो एकचोटि। अनि आधी बाटो गएपछि फेरि के ब्लग बनाउनु भनेर क्यामेरा अफ गरेर गएको थिएँ क्या म। त्यही भएर म चाहिँ यहाँबाट हल्का तल ओर्लिन्छु होइन। यहाँबाट हल्का तल ओर्ले म। यताबाट जाउँ। उता हाम्रो अघिको पाकिस्तानी भैया चाहिँ यसैमै जाँदैछ, के अरे तलै रोडैबाट जाँदैछ। तर म चाहिँ रोडबाट जान्न, माथिबाटै जान्छु, किनभने अलिकति आफ्नो सेफ्टीको पनि ख्याल गर्नु पऱ्यो होइन। माथिबाट जाँदा केही फरक पर्दैन, यहाँ तलबाट जान पाइँदैन। अनि यहाँ चाहिँ साइक्लिङ गर्दाखेरि यस्तो यो वाइट के अरे ग्रिन कलरको रिफ्लेक्टर लाएर हिँड्नुपर्छ, काज एज पर द रुल्स होइन। मेरो पनि छ, तर मैले चाहिँ लाएको छुइनँ, किनभने यतिखेर यो इभिनिङ टाइममा खासै पुलिसहरू बसेको हुँदैन, त्यही भएर हो। र यहाँ पर यो फ्ल्याग देख्दै हुन्छ कि देख्दै हुन्न साइडमा। अब यो ब्लगलाई चाहिँ हामीले के नाम दिउँ, मोटो ब्लग दिउँ कि साइकल ब्लग दिउँ हो होइन। बाइकलाई मात्रै मोटो ब्लग भन्छ कि साइकललाई पनि मोटो ब्लग भन्छ, यो चाहिँ मलाई हल्का आइडिया छैन। आई थिङ्क साइकललाई पनि मोटो ब्लगै भन्न सकिन्छ होला। यतिखेर चाहिँ हल्का ट्राफिकै हुने टाइम हो क्या बेलुकातिर यो अहिले, किनभने अहिले ठ्याक्कै यहाँनिर लगभग एराउन्ड 4 बज्यो बेलुकाको है, किनभने मान्छेहरूको अफिसबाट ठ्याक्कै फर्किने बेला भयो कि। अनि त्यही भएर अनि ठ्याक्क अफिसको बेला फर्किने छुट्टिने टाइम बेला भएर नि यतिखेर ट्राफिक प्राय हुन्छ नि यो टाइममा। बिहान 9-10 बजेको टाइम र यो टाइम चाहिँ एकदम दुवै सार्दाको चाहिँ धेरै ट्राफिक हुने टाइम हो। यो देखिराख्नु भयो होला यहाँनिर होइन, यो चाहिँ मेरो साइकलको हेडलाइट हो। त्यो क्यामेरामा साइडमा चुच्चा टुप्पो आएको छ नि, हो त चाहिँ मेरो क्यामेरा ब्याट्री पनि झन् 20% मात्रै रहेछ। त्यही भएर हेरौँ कस्तो आउँछ। फेरि म चाहिँ यहाँबाट माथि उकाल्छु। यहाँ चाहिँ म हल्का हिँड्दै जाने यस्तो प्लानिङ गरेँ, किनभने यहाँ हल्का उकालो छ कि यो उकालोमा किन कुदाउनु, किन इनर्जी गर्नु। दिनभरि ड्युटी गरेर आएको मान्छेले होइन, फेरि किन उकालोमा इनर्जी वेस्ट गर्नु जस्तो लाग्यो। त्यही भएर हाम्रो अगाडिको पाकिस्तानी दाइ पनि जाँदै रहेछन् साइकल डोर्याएर। बिचरा उसको त साइकल गियरवाला पनि छैन, झन् गाह्रो हुन्छ। मेरो गियरवाला छ, अरे पनि त रह्यो त, त्यही त गाह्रो हुन्छ मलाई। उसलाई त झन् गाह्रो भइहाल्छ नि। होइन अब यो साइड देख्नुहुन्छ, यो परको बिल्डिङ देखिरहेको छ कि छैन यहाँबाट है, त्यो चाहिँ गोल्ड चोक हो सार्जाको। त्यहाँ चाहिँ भित्र सुनै मात्रै पाइन्छ, इभन सुनको लुगा पनि पाइन्छ कि। त्यसको लागि पनि तपाईँहरूलाई ब्लग हेर्न मन छ भने म बनाउँछु एक दिन त्यो पनि। र यो चाहिँ कर्नेसै भयो तलको, यो समुद्र चाहिँ कर्ने साइड हो। त्यसै यतिखेरको भ्यूहरू चाहिँ मान्छेहरूको भिडभाड हुन्छ, किनभने यो अहिले वेदर पनि राम्रो भएर मौसम पनि राम्रो छ। अनि त्यही भएर ल अब चाहिँ हाम्रो हल्का उकालो ब्रिजको सकिँदैछ। यो ब्रिजको उकालो सकेपछि चाहिँ उपर हेर्नु हाम्रो अर्को भैयालाई पुरा जोड लाएर उभिएर कुदाउँदैछ साइकल। देख्नुभयो कि देख्नु भएन, किन उकालो छ क्या, उसले चाहिँ जोड लाएर कुदाउँदैछ बिचरा। अब यहाँबाट चाहिँ हाम्रो पनि जाने पाला आयो, हामी नि कुदाएर जाने यहाँबाट चाहिँ।
ल यो मेरो अगाडिको चक्का चाहिँ हल्का ब्रेकमा टच भइराखेको रहेछ कि त्यही भएर कस्तो अगाडि बेला बेला गाह्रो भइरहेछ आज भएर बनाउन लानु पर्ला बेलुकातिर अहिले पानी परेन भने यस्तो स्कुटी हो यो चाहिँ स्कुटी हो यो चाहिँ अलिक डर लाग्छ मलाई रिस्क लाग्छ किनभने सँगै एकजना काम गर्ने साथीको एक्सिडेन्ट भयो त्यो स्कुटीबाट त्यसपछि मलाई त्यो चाहिँ एकदम डर लाग्छ कुदाउनलाई रिक्सै हुन्छ क्या त्यो चाहिँ हल्का धेरै स्पिड कुद्छ अनि फेरि ब्यालेन्स गर्ने केही पनि कन्ट्रोल हुँदैन जस्तो लाग्छ क्या मलाई त्यही भएर ओहो कस्तो मजा आयो ओह्रालोमा त कुदाउन आम्मा यस्तै ओह्रालो भएर एकैछिनमा घर पुगिन्थ्यो ल फेरि म चाहिँ मेन रोडबाट जान्न यहाँबाट तलबाट फेरि सर्टकट हान्ने हो साइकल हल्का बरु बोक्नुपर्छ होइन ऊ यसरी हाम्रो भैया जस्तो त्यही भएर यता हाम्रो दुईवटा सोल्टीहरू पनि बोकेरै आउँदैछन् है ब्रो र गाह्रो छ है साइकल बोकेर यो उकालो झन्डै कतिवटा छ भने मैले लास्ट टाइम गएको थिएँ अघिमा चढेकोमा चाहिँ 40वटा जस्तो छ यसमा चाहिँ 25वटा छ कि 30वटा छ होइन यसमा चाहिँ 40वटा छ पल्लोमा चाहिँ 25 कि 30वटा छ अब म पेन्टै मैलो भएछ आज चक्काले सबै लागेर र यहाँ छ अब यो अघि मैले भनेको यो देखेको तपाईँहरूले देख्नुहुन्छ यो सबै यो चाहिँ होइन कस्तो डिजाइन राम्रो छ नि होइन यो पुरातात्विक डिजाइन के भन्छ त पुरानो इतिहासवाला डिजाइन बनाएको छ क्या यो यिनीहरूले क्या होइन यो देखेको छ यो चाहिँ हो यहाँको गोल्ड चोक है यो चाहिँ हो यो देखेको चाहिँ पुरै गोल्ड चोक छ अनि यो देखेको चाहिँ यहाँ चाहिँ मतलब खुद्रा खुद्री पसल छ हाम्रो नेपालतिरको बजार लाग्छ नि बजार टाइपको पसल छ क्या त भित्र चाहिँ क्या यदि तपाईँहरूले यहाँभित्रको पनि ब्लग हेर्न मन छ भने म हाल्छु एक दिन यहाँ गएर म चाहिँ एकछिन गाडीलाई वेट गरेर जस्तो खाली भएपछि सट्ट छिरिहाल्छु गाडीहरू चाहिँ नन स्टप आउँछ बेलुका भइसकेपछि है त्यसले अलिकति याद गर्नुपर्छ यही मौका हो कटिहाल्ने केही आएको छैन अहिले होइन पछाडि त्यहाँ अब जाम हेर कस्तो जाम भयो मलाई त ट्याक्सीवालाले जा भन सबैले जा भन यो चाहिँ यति हो फेरि म आफ्नै साइडमा पुगिहाल्छु यो चाहिँ साइकल कुदाउने ठाउँ हो हेर जस्तो बनाएको छ यति हो हल्का बाटो क्रस गर्नको लागि चाहिँ गाह्रो छ र यो चाहिँ एउटा पार्क जस्तो छ है यो यतापट्टिको गोल्ड चोक हो यो साइडको गोल्ड चोक छ अनि यो पर देखिराख्नु भएको छ त्यो ब्लू कलरको चाहिँ बसै बस छ यो चाहिँ शारजाको इन्टरसिटी बस हो यो चाहिँ बस स्टेसन हो होइन म चाहिँ यहीबाट जान्छु गोल्ड चोक तपाईँहरूले देख्दै हुनुहुन्छ यहीबाट छेउछेउबाट जाने हो आरामले जे होस् रमाइलो छ साइकल कुदाउन यदि वेदर यस्तो भयो भने चाहिँ साइकलमै जान आउन सजिलो हुन्छ किनभने म अहिले मेरो अफिस भनौँ अथवा ड्युटी लोकेसन भनौँ स्टोर भनौँ नजिकै चाहिँ त्यस्तो धेरै डिस्टेन्स छैन साइकलमा सर्टकट बाटो हानिँदाखेरि झन्डै 6-7 किलोमिटर मात्रै लाग्छ त्यही भएर म चाहिँ हिजो साइकलमै जान्छु कस्तो मेरो भोइस कस्तो आइरहेछ मैले हल्का सुन्न पाएको छुइनँ त्यही भएर हेरौँ कस्तो भोइस आउँछ आई होप भोइस क्लियरै आछ तिमी नभई जिन्दगानी काँडा सरी छ फेरि पनि यो जति पनि पार्किङ देख्नुभएको चाहिँ पेड पार्किङ हो है यो चाहिँ आई थिङ्क 1 घन्टाको कति लाग्छ हौ 3 दिनम लाग्छ जस्तो लागेको छ हौ मलाई 1 घन्टाको त्यस्तो लाग्छ सबै पेड पार्किङ हो यो गाडीहरू हालेको चाहिँ साइडमा जुन देखिराख्नु भएको छ र यहाँबाट चाहिँ हाम्रो गोल्ड चोक पनि सकियो अझै ब्रिज एरिया आयो हामी चाहिँ सट्टै यो ब्रिजबाट भित्र गएर त्यो एउटा बाटो क्रस गरेर अनि
ठ्याक्कसँगले भित्रको बाटो जाने हो। अर्को बाटो अब चाहिँ घर आइपुग्नै लाग्यो, धेरै छैन घर पुग्नलाई। अब यहाँबाट हामी फेरि ब्रिजको भित्रबाट जान्छौँ, किनभने अलिकति सर्टकट पर्छ, छिटो पनि पर्छ, खासै भिडभाड हुँदैन। त्यही भएर यहाँनिर हामी चाहिँ साइकल बोकेरै जाउँ। बोकेर हामी साइकल चढाउँ यसरी। ओ ल, यो चाहिँ ब्रिजको तल हो। यहाँ चाहिँ प्रायः मान्छेहरू चाहिँ साइकल कुदाउनेहरू नि प्रायः बाटो कटिरहेको हुन्छन्, अथवा भनौँ के अरे हिँडेर बाटो काट्ने मान्छेहरू। अब अलिकति यहाँनिर चाहिँ हल्का यो छ, यहाँ चाहिँ गाडीहरू मात्रै बाटो काट्नुपर्छ। यहाँ चाहिँ हल्का यो नि हो, रोडै हो, किन यहाँको जेब्रा क्रसिङ धेरै पर छ। त्यही भएर पर सिग्नल छ, त्यही पर सिग्नल खुलेको गर्दा यस्तो धेरै बिजी देखिएको रोड, नभए त्यस्तो धेरै गाडीहरू आउँदैन। सिग्नलहरू ठ्याक्कै सिग्नलले यतापट्टि रेड सिग्नल हुन्छ यता आउने, अनि बाटो पुरै खाली हुन्छ, अनि त्यो टाइममा कटिहाल्नुपर्छ। कस्तो लाग्छ तपाईँहरूलाई मेरो ब्लग होइन? फेरि कसैले अहिलेसम्म हेरिराख्नु भएको छ भने त तपाईँलाई मन पर्यो है। अब अहिलेसम्म हेर्नुभएको छैन भने त तपाईँ गइसक्नु भयो अलरेडी मेरो ब्लगबाट होइन। त्यही भएर यो अब गाडीहरू आउनु छोड्यो नि होइन, यसको मतलब त्यहाँनिर सिग्नल क्लोज भइसक्यो। अब यो अर्को सिग्नल खुल्नेमा हल्का ग्याप हुन्छ, यो ग्यापमा हामी सट्टसँगले बाटो चाहिँ कटिहाल्नुपर्छ होइन। अब पर गाडी घुम्दैछ नि, यतापट्टिको सिग्नल खोल्यो क्या, यो उतापट्टिको गाडीको त्यो आउनलाई टाइम लाग्छ। त्यही बिचमा चाहिँ हामी अहिले यता पनि बाटो कटिदिइहालौँ, किनभने यहाँनिर खासै यो छैन। है अब यहाँ अलिकति हाम्रो अपोजिट साइड पर्छ, यो धेरै छैन, थोरै, तर थोरै अपोजिट साइड पऱ्यो भने यहाँबाट हामी भित्र जाने हो, यति मात्रै हो। यहाँबाट फेरि हामी भित्रपट्टि जाने हो, भित्रको साइडमा। ल यहाँनिर हाम्रो सोल्टाहरू वेदरको मजा लिनको लागि घुम्दैछन् होइन। अब यहाँनिर चाहिँ दुईवटा अप्सन छ क्या, एउटा चाहिँ यहाँबाट सट्ट भित्रपट्टि गएर जान सकिन्छ होइन, एउटा सिधै जान सकिन्छ। तर आज सिधै जाउँ, भोलि यदि मैले अर्को ब्लग बनाएँ भने यहाँ भित्रबाट जानुपर्छ। जाउँ, यस आज बाटोमा भिडभाडै छ क्या, किनभने वेदर अहिले राम्रो भएर शीतल छ नि त, न पानी पनि परेको छैन, घाम पनि लागेको छैन। 2-4 दिन भनौँ, अथवा झन्डै 15-20 दिनबाट दुबईको वेदर अहिले यही छ क्या, दुबईको चर्चाको, इभन भनौँ ओभरअल युएको। अनि त्यही भएर चाहिँ मान्छेहरू पुरै त्यसमै गइरहेछन् के अरे बाहिर निस्किरहेछन् क्या धेरैजना यसो घुमफिर गर्नलाई। मेरो फोन आयो, हेर्नु कस्तो फोन रहेछ। घरबाट फोन आयो। हेलो, ए म आउँदैछु, बाटोमा छु, म आइपुगेँ घरकै छेउछाउ। ल यहाँ चाहिँ को दिदी आउँदै हुनुहुन्छ, दिदीले बाटै छोड्नु भयो भने एकछिन चाहिँ रोकाउनु पर्ला। थ्याङ्क यू। ल किनभने गिभ रेस्पेक्ट टेक रेस्पेक्ट टाइपको हुन्छ है विदेशमा चाहिँ, किनभने उनीहरू पनि आफूले रेस्पेक्ट दिनुपर्छ, उनीहरूले आफूले रेस्पेक्ट दिन्छ। इभन गाडीवालाहरू पनि केहरू पनि जस्तो हामी साइकलमा हिँड्दै बाटो कटिरहेको छौँ भने उनीहरूले पहिल्यैबाट बाटो गाडी रोकिदिन्छन्। इभन हामीले आफूले जस्तो म पनि ड्राइभिङ गर्छु, मैले पनि ड्राइभिङ गरेँ भने म पनि त्यही गर्छु। त्यही भएर यहाँको रुल्स भनेको गिभ रेस्पेक्ट टेक रेस्पेक्ट हो कि है। त्यही भएर अब यहाँनिर आयो। अब त लेक्सस कुन मोडलको रहेछ, यो त 2000 मोडल हो कि क्या हो यार, यस्तै पुरानो छ त। म चाहिँ हल्का यहाँबाट झारेर हामी घरकै छेउमा छौँ। अब यहाँबाट हानिदिनुपर्छ हामीहरू चाहिँ।
यो गाडी गएकोबाट छिरौँ परबाट नजाउँ धेरै हैन यो गाडीलाई हल्का कट्न दिउँ सबैलाई किन हतार गर्ने हैन नेपालमा एउटा उखानै छैन ढिलो गए अवश्य पुगिन्छ हतार गरे कुन्नी भन्ने टाइपको हो त्यो एकदम आरामले 5 मिनेट आफ्नो गन्तव्यमा ढिलो पुगे केही पनि हुँदैन हैन आरामले जाने हो गाडीहरू त टन्नै आइरहेछ हौ गाडीहरू जेस आइरहेछ मेरो क्यामेरामा ब्याट्री पनि लगभग अब चाहिँ सकिनै लाग्दैछ रेड भइसकेको छ तर आई होप म घरसम्म पुग्छ जस्तो लागेको छ मलाई घरसम्म त्यो देख्नुभयो तपाईँहरूले याद गर्नु त गाडीवालाले मलाई जा भन्नु अनि त्यहाँबाट फेरि म ठ्याक्कै जान आँटेपछि वेट गरेर के अरे अर्कोपट्टिबाट उतापट्टिबाट गाडी आउँदैछ भने तपाईँहरूले भित्रबाट हात हल्लायो भन्नु मतलब यहाँ देख्नुभयो होला यहाँ चाहिँ त्यस्तो रेस्पेक्ट दिन्छन् है हिँड्ने मान्छेलाई तर यो कुरा चाहिँ जो हाम्रो अब भन्दा भने जस्तो हुन्छ हैन नेपालमा चाहिँ अलिक धेरै गाह्रै पर्छ कि म चाहिँ पेलेरै लगिदिउँ उडाइदिउँ जस्तो टाइपको हुन्छ हाम्रो यहाँनिर चाहिँ देउस अलिकति गिभ रेस्पेक्ट टेक रेस्पेक्ट टाइपको देखिन्छ धेरैजना मान्छेहरू ए हाम्रो बिल्डिङ आइपुग्न आँट्यो घरको भाई साहब थोड़ा डालेगा इधर र यसरी चाहिँ म घर पनि आइपुगेको छु र मेरो साइकल चाहिँ यो हो अघि यत्रो मलाई कुदालेर आएको सम्पूर्णलाई कस्तो छ होला साइकल भन्ने कसैले यदि भइरहेछ भने यो चाहिँ मेरो वाहन हो यहाँको यो साइकल किन्नेको पनि कारण छ त्यो चाहिँ म अर्को ब्लगमा भन्छु किन मैले साइकल किनेको भन्ने तपाईँ सम्पूर्णलाई कस्तो लाग्यो ब्लगहरू सम्पूर्णले हेरेर कमेन्ट गर्नु होला थ्यांक यू